साथीहरू आजको भ्लग चाहिँ अरू बेलाको भन्दा थोरै फरक छ। आज म कहाँ कहाँ गएँ के देखाउने छु यो भ्लगमा भन्ने कुरो चाहिँ म भन्ने नै छु। सबभन्दा अगाडि स्वागत गर्न चाहे यो मेरो मिनी भ्लगमा है। तपाईँहरूलाई एकदमै धेरै स्वागत छ यो मेरो सानो मिनी भ्लगमा। अरू बेला म र मेरो भाइ अथवा म एक्लै जान्थेँ भने आज चाहिँ मेरो घरदेखि माथिल्लो घरको एउटा मेरो प्यारो भाइ चाहिँ इटेडी नै बस्दै थियो। सो इटेडीबाट चाहिँ यहाँ माथि आएर 1 महिना जस्तो बसेर फर्किँदै गरेको दृश्य देखाउँदैछु मैले। यहाँ चाहिँ हाम्रो भाइको स्याक हेर्नु, पारा हेर्नु न है। सो खासमा कुरो के त भन्दाखेरि भाइलाई चाहिँ स्ट्यान्डसम्म छोड्ने भनेर भाइ पनि अब सँगै हामीसँगै झर्या हो। त्यही भएर हामी तिर्पल भएको थियौँ। मैले त यादै गरेको थिएन हाम्रो पछाडि कुकुर कुदेकै रहेछ है। किन कुदेको, कसको लागि कुदेको थाहा नै भएन मलाई होइन। के हामीलाई अचम्मै देख्यो कि कुकुरले होइन। तपाईँहरूले पनि याद गर्नुभयो होला, त्यहाँनिर अगाडि हाम्रो पछाडि चाहिँ कुकुर कुदिरहेको रहेछ। मैले त यादै गरेको थिएन। सो खासमा कुरो के त भन्दाखेरि म बसेको ठाउँ चाहिँ एउटा स्ट्यान्ड हो क्या है। मैले अघि पनि भने होला सायद स्ट्यान्ड हो। यहाँबाट चाहिँ धरान र इटेडी मजाले जान सकिन्छ अथवा पूर्व कहीँ जाने भए पनि है। त्यही भएर चाहिँ भाइ चाहिँ इटेडी फेरि रिटर्न ब्याक भएको इटेडी जाँदै गरेको अवस्था हो। त्यही भएर हाम्रो गाडीमा फेरि पनि भन्दैछु तिर्पल रोड थियौँ है। सो आज चाहिँ यो बाटोमा हिँड्दै जाँदाखेरि मलाई यसो चस्स दिमागमा के आयो भन्दाखेरि कति पनि यही बाटो अनि त्यही सैलुनको भ्लग ल्याउने हो र है। आज त गइदिउँ न त, यहाँनिर मेरो छेउमै एउटा स्विमिङ पुल छ भन्ने भयो क्या। र तपाईँहरू एकछिन पर्खिनु चाहिँ म तपाईँलाई स्विमिङ पुल र त्यहाँको दृश्य देखाउँदैछु है। फुल देखाउँदैछु, हेर्नुहोस् है त मजाले। अनि त्यो सोच भइसकेपछि चाहिँ म चाहिँ सिधै तल अब केटाहरूलाई मैले भनिसकेको थिएँ आज चाहिँ हामी उहाँ खोला छेउ स्विमिङ पुल जानुपर्छ, आफ्नै गाउँठाउँको स्विमिङ पुलमा यसो होइन भिडियो सिडियो बनाउन त भनेर केटाहरूलाई मैले भनेको थिएँ क्या है। अनि त्यस पछाडि हामी लाग्यो स्विमिङ पुलतिर। यो सेल्फी मतलब यो स्ट्यान्ड हो क्या, खासमा चाहिँ स्ट्यान्ड हो तर यो लामो पनि हुन्छ क्या यो स्ट्यान्ड चाहिँ अझै लामो हुन्छ क्या। अनि मैले हातमा पक्रेको कस्तो भारी भयो क्या। यो हो स्विमिङ पुल, सफा गरेर पानी भर्दै हुनुहुँदो रहेछ, यसमा पानी भराउँदै हुनुहुँदो रहेछ। र यो चाहिँ बन्दै गरेको है। कहाँ भन्नुहुन्छ भने केराबारी 7 को मुगुमा है यो बन्दै गरेको स्विमिङ पुल एकदमै राम्रो छ है। पारी यो डाँडा है, यो अर्ग्यानिक जङ्गल होइन। यहाँ त अब यस्तो खतरा चल्छ होला मैले एक्सपेक्टेसनै गरेको छुइनँ क्या। कस्तो दामी छ क्या यो है। अब यहाँ चाहिँ अलरेडी पानी भरिसक्नु भएको थियो दाइहरूले है। हामी अनि त्यत्तिकै फेरि भ्लग बनाउँदै फेरि फर्क्यौँ है। थोरै क्लिप लिन त गएको थियो होइन। मलाई चाहिँ लागेको थियो म त पारी नै गएर जङ्गलमै भ्लग बनाइदिउँ, त्यो खोला पारी नै भ्लग बनाइदिउँ भनेर सोचिरहेको थिएँ, तर जान अल्छी लाग्यो। सो त्यही भएर हामी फर्क्यौँ। फर्किने क्रममा पनि कस्तो सिन भइदियो भने हामीसँग होइन। ठ्याक्कै हामी अब 3 जना अब पिच आएपछि त पिचमा पनि एउटा यो स्ट्यान्ड लाएर हाइटबाट एउटा भिडियो क्लिप लिउँ न भन्ने सोच बनाएको थियौँ कि, तर यस्तो सिन भइदियो नि। मैले तपाईँलाई सुरुमा क्लिप देखाएको थिएँ, त्यो क्लिपमा देख्नै भयो होला हाम्रो गाउँको एकजना दाइले होइन। म चाहिँ अब मेरो त साइनो सम्बन्धले ससुरा पनि पर्नुहुन्छ। ससुराले कस्तो केटाहरूलाई हेरेकै बनाउनु भयो क्या। लेट्स सी म देखाउँछु तपाईँलाई कहाँ चाहिँ हेरेकै भयो भन्ने कुरो चाहिँ होइन। भाइले स्ट्यान्ड पक्रेर यस्तो गरेर उचालिरहेको थियो। भाइलाई हात गलो होला होइन। दाइ म त सक्दिनँ, 15 सेकेन्ड मात्र सक्छु भन्दै थियो क्या। त्यस पछाडि होइन ठिक छ त म राम्रो खुल्ला बाटो आयो भने म पनि पक्रिदिउँला नि भनेर चाहिँ अनि मैले भाइलाई अलि तल पुगेपछि स्ट्यान्ड मागेँ क्या। खै यहाँले म पक्रिन्छु भनेर होइन। त्यतिखेर हेर्नुहोस् है त मेरो पछाडि हेर्नुहोस् है मेरो पछाडि ध्यान दिएर हेर्नुहोस्। दुइटै हात जोडेर चुरोट खाँदै भएर कस्तो तरिकाले हिँडिराख्नु भएको थियो केटाहरू। हेरेकै हाँसेकै साइको खाइहाल्यो केटाहरू देखेर। अनि त्यस पछाडि हामी मेरो यहाँबाट चाहिँ पिचको बाटो एकैछिनमा पसल आइपुग्छ क्या है। पसल आइपुग्छ है। पसल अनि खासै टाढो छैन नि त डिस्टेन्स। यहाँबाट हेर्दै मेरो पसल आसपास आइपुगिसक्यौँ हामी होइन। यो चाहिँ खासमा कहाँको बाटो हो भन्दा तालचोकबाट सिधै उकालो जाने बाटो हो क्या। यो माथि नरकटे हुँदै खोलागारी हुँदै सिधा उकालो जाने बाटो। तर यो चाहनु भने यहाँनिर तेर्सो गएर सिन्दुरे मङ्सिरे हुँदै पनि पर खदाम खोलासम्म पनि पुगिन्छ है त मजाले। अनि मैले भाइलाई चाहिँ भने डिफ्रेन्ट एङ्गलबाट चाहिँ
भिडियो बनाए त भनेर भनेको थिएँ होइन। त्यही भएर भाइले घरि उता घुमाउनुको कारण चाहिँ मैले डिफ्रेन्ट एङ्गलबाट पनि भिडियो बनाएँ भनेर भनेको थिएँ क्या। तपाईँहरूलाई बोर भयो होला है। यो एकदमै लामो नै राखिदिएको छु मैले होइन, जस्तो त्यो त्यस्तो नेचुरलै राखिदिएको छु। स्पिड पनि छैन, स्लो पनि छैन। त्यही भएर अलिक बोर लाग्यो भने स्किपै चाहिँ नगरिहाल्नुहोस्, यसो लाइक साइक गरिदिनुहोस्, कमेन्ट समेन्ट सक्नुहुन्छ भने गरिदिनुहोस् है त। कुरा गर्दाखेरि अब हामी होइन यो चाहिँ कति मिनट, झन्डै 4 मिनटको आसपासको बाटो छ होइन। अनि हामी पसल आइपुग्यौँ। पसल आइपुगेपछि चाहिँ होइन सुरुमै हामीले पसल आउनु बित्तिकै यहाँनिर पुग्नु बित्तिकै हामीले कफी अर्डर गरेको थियौँ, तर कफी बन्दै थियो। त्यत्तिकैमा मैले कस्टमर आएको थियो नि त, पर्खिरहेको थियो हामीलाई। अनि कस्टमर चाहिँ भाइले काटिदिन्छु भनेर भाइलाई कटाउँदै गर्दाखेरि मैले पनि क्लिप लिएको हो। यो क्लिप हेर्नुहोस् है त है, स्ट्यान्डबाटै लिएको क्लिप हो। अलिक हाइटबाट माथि उठाएर हाइटबाट लिएको क्लिप हो यो चाहिँ। अनि त्यस पछाडि हाम्रो कफी आयो, कफी पनि खाइयो। कफी खाँदै फेरि मैले भाइलाई यता क्यामेरा तेर्साइदिएँ। अनि तपाईँलाई थाहा छ अब महिना मरिसक्यो है।